यसको नाम चाहिँ हामी चाहिँ रोङरिङकै यसलाई सुदेरकुङ भन्छ। याद छ होइन? लुम्रिङकै यसलाई वज्रडण्डा लिसी होइन। सुदेरकुङ चाहिँ किनभने यो चाहिँ यसको के खुबी छ भने पहिला हाम्रो ती कुङहरू पहिला चाहिँ यो चाहिँ लामो यसको पुतुङ टेक्दै हिँड्थ्यो हो। अन्त बाटोमा चाहिँ एउटा टोक्ने कुकुर आयो अरे, आउँदैछ भने छुटछुट गरेर गएर टोकिहाल्छ। आयो भने चाहिँ यो डन्ठाले एक दियो टाउकोमा दियो, त्यो कुकुर ती पुग्नुको मरिहाल्छ। त्यस्तो बाध्य यसको एकै मात्रै हिर्कामा भाँच्छ। नानी खुट्टामा अहिले कसैको खुट्टामा दियो भने खुट्टा टक्कै भाँचिन्छ। त्यस्तो बाध्य। अर्को छ कुनै पनि छ नि यस्तो कार्डहरू यो लगहरू चाहे त्यो 1000 क्विन्टल होस्, पानीमाथि फ्याँक्यो भने त्यो के हुन्छ? लग चाहिँ पानीमा हाल्यो भने फ्लोटिङ हुन्छ होइन, पानीमा त्यसै बस्छ। तर यो चाहिँ यत्रो काटेर हाल्यो भने चाहिँ फ्लोटिङ हुँदैन। यो त सिधै फलामको टुक्रा जस्तो त पसिहाल्छ पानीमा। यो त्यस्तो छ। र यसको त भयङ्कर ठुलो मन हुन्छ, बनाउँछ दबाई हो। यो दबाई बनाउँछ। यो चाहिँ मेन दबाई चाहिँ निङमा बनाउँछ। निङको टाइम उयसमा यसको बोक्रा तास्छ। अर्को कुरा यो पुतुङ टेक्दै गएर चाहिँ उसले रिभर क्रसिङ गर्नु जस्तै एउटा बोर्डमा जानुपर्ने छ होइन। सपोज छ भने त्यो बोट चलाउने माझी भन्छ होइन, चलाउने मान्छेले यो पुतुङ चाहिँ टेकेको देख्यो, त्यो मान्छेले चिन्यो भने चाहिँ त्यो मान्छेलाई एलाउ गर्दैन नि। कि त यो पुतुङ बाहिर फ्याँक अनि मात्रै, नभए त्यो जहाज त्यो नौका डल्लै डुबाइदिन्थ्यो। किन यो त यत्रो टुक्रा हाल्यो डुब्छ नि त पानीमा। त्यसले गर्दाखेरि त्यो जहाजमा पनि यसलाई एलाउ हुँदैन थियो। त्यस्तो दबाई बनाउँछ थुप्रो थियो। यो खालि निङको दबाई मात्रै, अरू दबाईहरू पनि बनाउँछ यसबाट। सुदेरकुङ हो त्यो रोङरिङका।